हेलो साथीहरू, वेलकम छ हाम्रो सिकाइ यात्राको भ्लगमा। साथीहरू, हाम्रो सिकाइ यात्राको हरेक भिडियोहरूमा सबैजनाले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनुहोस् है साथीहरू। हामीले हाम्रो च्यानलमा जीवनमा उपयोग हुने भिडियोहरू मात्रै प्रस्तुत गरेका छौँ साथीहरू। जति सक्दो सेयर गरिदिनुहोस् है हाम्रो भिडियोहरूलाई साथीहरू। आज हामीले दैनिक जीवनमा गर्नुपर्ने कामहरूमध्येको एक काम हजुरहरूलाई देखाइरहेको छु साथीहरू। हाम्रो बहिनीहरूले आफ्नो घरको काम सकेर दैनिक काम सकेर फेरि यो काम सुरु गरिरहनु भएको छ साथीहरू। यदि कसैले यो काम गर्ने मन छ भनेपछि हामीलाई सम्पर्क गर्नुहोस् है साथीहरू। हामी हजुरहरूलाई जानकारी दिन एकदम तत्पर छौँ साथीहरू। हाम्रो बहिनीहरूले आफ्नो दैनिक काम भ्याएर पनि हाम्रो बहिनीहरूले दिनमा 400-500 रुपियाँ कमाइरहनु भएको छ साथीहरू। देख्दा सजिलो भए पनि दिमाग त लगाउनु पर्छ साथीहरू। तर अरूको भनाइ सहनु पर्दैन साथीहरू। आफ्नो हस्तकला देखाउन पनि सकिन्छ साथीहरू। हाम्रो नेपाली बहिनीहरूको हस्तकला विदेश विदेशमा पनि पुगेका छ साथीहरू। त्यसैले घरमा बसेर एकदमै मनमा कुरा खेल्छ भने साथीहरू हामीलाई भन्नुहोस् है। हामी हजुरहरूलाई यो काम जसरी भए पनि उपलब्ध गराउनेछौँ साथीहरू। दिनमा हामीले 400-500 रुपियाँ कमाउन सक्छौँ साथीहरू। हाम्रो बहिनीहरूको मेहनतिलो हातलाई सबैजनाले हेरेर यो भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनुहोस् है साथीहरू। साथीहरू, जीवनमा जति सरल जीवन छ त्यति नै परिश्रम पनि छ साथीहरू। परिश्रमको फल पनि मिलोस् हरेक ठाउँमा। हाम्रो दिदीबहिनीहरूले यो काम गरिरहनु भएको छ सबैजनाले। अनि हाम्रो बहिनीहरूको मेहनतहरूलाई हेरेर नि यो कम्पनी सदाबहार चलाउनको लागि हाम्रो बहिनीहरूको सानो सानो मेहनतलाई हेरेर दैनिक 400-500 कमाउने वातावरण बनिरहेको छ। अझै बढ्दो क्रम छ साथीहरू। यस्तै बढ्दै जाओस् साथीहरू। हाम्रो बहिनीहरूको कामलाई म त एकदम सलाम गर्न चाहन्छु साथीहरू। हाम्रो बहिनीहरूले एकदमै दिल दिमाग लगाएर आफ्नो काम गरिरहनु भएको छ साथीहरू। यस्तै राम्रो राम्रो जीवनमा उपयोगी भिडियोहरू सल्लाह सुझावको लागि चाहिन्छ भने हामीलाई कमेन्ट गर्न नबिर्सनुहोस् है साथीहरू। म यस्तै जीवनमा उपयोग हुने भिडियोहरू हजुरहरू सामु प्रस्तुत गर्नेछु है साथीहरू। आजको लागि हाम्रो बहिनीहरूको मेहनत यतिसम्म देखाउँदै म यो भिडियोबाट बिदा हुन चाहन्छु है साथीहरू। धन्यवाद। कस्तो लाग्यो हाम्रो भिडियो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। बाई।